कार्टुन छ दया राई जस्तो देखिरहेको त प्रदीपलाई वस्तु चराइराख्नु भएको छ किन त भन्दाखेरि त्यहाँ घर छ तर बाँदरको डरले हरेक कुराको जङ्गलीको डरहरूले गर्दाखेरि पनि राम्रोसँग अन्नबाली खान पाइन्न। बाँदरको डर बाली अन्नबाली ल्याए पनि राम्रोसँग खान नपाइने भएको हुनाले अहिले अवस्था यस्तो छ। देख्न सक्नुहुन्छ यहाँ हाम्रो भिडियोहरूको घर यस्तो अवस्थामा छ अहिले कोही भाइ काठमाडौँ कोही भाइ विदेश घरको अवस्था यस्तो छ अहिले। अब हाम्रै गाउँठाउँ अब अलगपत्र पाइसकेका छन् राम्रोसँग व्यवस्थित छैन यहाँ घर होइन किनकि देशको स्थिति कमजोर भएको कारणले गर्दाखेरि हाम्रो घरहरू भने चाहिँ अलपत्र पर्न गइसकेको छ। दाजुभाइ 6 दाजुको मध्येमा 2 भाइ विदेश 1 भाइ काठमाडौँ हुनुहुन्छ। हाम्रो यो भन्छ भिडियोको खर्सु पाखा है त खर्सु पाखाको अवस्था यस्तो छ। यसपालिको झरी मौसमको कारणले गर्दाखेरि आलु मकै भन्ने राम्रोसँग फस्टाउनु पनि सकेको छैन। माघमा रोपेको मकै आलुको अवस्था यस्तो छ। मकै त अलिक हाइट हुनुपर्ने मकैको अवस्था भने अलिक नाजुकै छ। किसानलाई यसपालिमा मार्का परेको छ है त हामी सबै किसानहरूलाई यसपालि मार्का परिराखेको छ साथीहरू। ल हाम्रो यतापट्टि भने किवी खेती रहेको छ किवी खेती आलु पनि रोप्नु भएको छ किवीको बिचमा किवी खेतीको अवस्था यस्तो छ। ल यहाँनिर पुरानो घर थियो यहाँ पुरानो घर पनि भत्किएको छ र यहीँनिर पनि यही एरियामा पनि हाम्रो पुरानो घर थियो। पुरानो घर यो घर बनाइसकेपछि त्यो पुरानो घर पनि भत्किसकेको छ। हेर्न सक्नुहुन्छ पहिले यो भएका जग्गाहरूमा यो उत्तिसघारी देखिएका उत्तिसघारीहरूमा पुरै हाडेर चाहिँ आलु रोप्नुहुन्थ्यो मकै रोप्नुहुन्थ्यो अहिले उत्तिसघारी भएर यस्तो भइसकेको छ। यहाँ घर पनि यस्तो अवस्थामा छोड्नु भएको छ किनकि यहाँ भनेको बाँदरको डर बाली अन्नबाली ल्याए पनि राम्रोसँग खान नपाइने भएको हुनाले अहिले अवस्था यस्तो छ है। हाम्रो यो भन्छ मन्द नेता मन्द नेता है त यहाँनिर घरहरू मात्रै हो। अहिले वस्तु चराइराख्नु भएको छ किन त भन्दाखेरि त्यहाँ घर छ तर बाँदरको डरले हरेक कुराको जङ्गलीको डरहरूले गर्दाखेरि पनि राम्रोसँग अन्नबाली खान पाइन्न त्यसैले छोडिदिनु पर्ने अवस्था छ। साथीहरू अनि यतापट्टि पनि यो पुरै यो जग्गाहरू पनि पुरै यतापट्टि पनि पुरै उत्तिसघारी रहेको छ। पुरै यता बारी जग्गा मकै आलुहरू फलाउनुहुन्थ्यो अहिले भने पुरै उत्तिसघारी भएर बसेको छ। यहाँबाट चाहिँ अहिले धनुषा धारापानी भन्ने ठाउँ बसाइस गरेर जानुभएको छ। यो जग्गा अहिले यस्तो अवस्थामा छ उत्तिसघारी भएर बसेको छ। पहिलेको हिसाबमा अहिले भने त्यति राम्रोसँग आलु मकै रोपिएको पनि देखिन्न किनभने पहिले जाँगर चलाउनुहुन्थ्यो बुढापाका बुवा आमाहरूले। अहिले हामी भने गर्न नसक्ने अवस्थामा अल्छी लाग्ने यस्तो किसिम भएको कारणले गर्दाखेरि राम्रोसँग आलु मकै पनि देख्न सकिन्न। पहिले वहाँ तलसम्म चाहिँ हाम्रो हुन्थ्यो आलु मकै अहिले माथिसम्म पुगेको छ तर राम्रोसँग गोडमेल मलजल राम्रोसँग पुगेको छैन। अब इन्डियामा कक्रोच पार्टी खोल्यो अरे हाम्रो पनि कक्रोच पार्टी अरे त छौँ हामी। हेलो गाइस हेलो इन्डियामा कक्रोच पार्टी अब नेपालमा चाहिँ हामी भेगुता पार्टी बोल्नुपर्छ त्यो भेगुटा
प्रदीप केही बोल्ने हो कि बोलिन्दे किन लाज माने हो मैले लाजले हिरो होइन कोकोले माकोले कार्टुन खै दया गरेर राई जस्तो देखिरहेको त प्रदीपलाई हो ल गाइजहरू